हामी सबैलाई थाहा नै छ नेपाल प्रिमियर लिग सिजन 1 को सफलतापछि सिजन 2 को चर्चा र पर्खाइ निकै बढेको छ। पहिलो सिजनको सफलतापछि अब क्यानले सिजन 2 को लागि तयारी सुरु गर्न थालेको छ। सिजन 2 मा हुने केही चेन्जेसहरूको बारेमा आज हामी यस भिडियोमा छलफल गर्नेछौँ। पहिलो नम्बरमा रहेको छ टियु मैदानको प्याराफिट। टियु मैदानमा प्याराफिटको काम भइरहेको छ, जसले गर्दा सिजन 2 का म्याचेसहरू हामी अब स्टेडियममा बसेर हेर्न सकिन्छ। पोइन्ट नम्बर 2 रहेको छ हाई प्राइस अफ टिकट। क्यानले सेकेन्ड चेन्ज चाहिँ हाम्रो प्राइसमा हुनेछ। टियु मैदानमा प्याराफिटको काम भएसँगै अबको म्याचहरू हेर्दा हामीले पहिलाभन्दा धेरै फ्यासिलिटिज पाउनेछौँ, जसले गर्दा क्यानले अबको सिजनहरूमा टिकटको प्राइस चाहिँ हाई गराउनेछ। तेस्रो नम्बरमा रहेको छ नाइट म्याचेसहरू। सिजन 2 का म्याच अब रातिमा पनि हुने भएका छन् र टियु मैदानमा प्याराफिटसँगै फ्लड लाइटको जडान पनि भइरहेको छ, जसका कारण अब नेपाल प्रिमियर लिगका म्याचहरू हामी रातिमा पनि हेर्न पाउनेछौँ। चौथो नम्बरमा रहेको छ अदिल आलम इन सिजन 2 हो। अदिल आलमको ब्यान फुकुवा भएसँगै अब अदिल आलम सिजन 2 मा आउन सक्ने चान्सेस धेरै नै हाई छ। उनी अहिले डोमेस्टिक लिगहरूमा राम्रो प्रदर्शन गरिरहेका छन् र नेपाल प्रिमियर लिगका टिम ओनरहरूले उनीमाथि इन्ट्रेस्ट पक्कै नै देखाउनेछन्। उनी एकदमै राम्रो खेलाडी हुन्। पाँचौं नम्बरमा रहेको छ पपुलर फरेन प्लेयर्स इन सिजन 2। सिजन 1 मा जस्तै सिजन 2 मा पनि अन्य धेरै पपुलर खेलाडीहरू आउने भएका छन्। सिजन 1 मा मार्टिन गप्टिल, रवि बोप्रा, जेम्स निसन, लाइरु मिलन्था, शिखर धवन, मिचेल लेभिट, रोहन मुस्तफा जस्ता प्लेयर्सहरू आएका थिए र अहिले पनि टिम ओनर्सहरूले अन्य फरेन प्लेयर्सलाई ल्याउन खोजेका छन्, जसले गर्दा नेपालका डोमेस्टिक प्लेयर्सहरूलाई पनि उनीहरूसँग खेल्ने र धेरै कुराहरू सिक्ने मौका पाउनेछन्, जसले गर्दा नेपालको क्रिकेटलाई अझै अगाडि पुर्याउन मद्दत पुग्दछ। कान्तिपुर म्याक्ससँगको कुराकानीमा एनपिएलका टिम ओनर्सहरूले यस्ता प्लेयर्सहरूलाई भित्राउने कुरा पनि खुलाएका छन्। सुदूरपश्चिम रोयल्सका ओनरले स्टिभन स्मिथ र डेभिड वार्नरलाई टाइम मिलेसम्म नेपाल आउने पनि बताएका छन् र अन्य वर्ल्ड वाइड नेम चलेका प्लेयर्सहरू जस्तै आन्द्रे रसल, सुनिल नारायण, राशिद खान, साइन अफ्रिदी एनपिएल खेल्न आउने सक्ने सम्भावना छ। एनपिएलको तयारी क्यानले धमाधम गरेको छ र टिम ओनर्सहरूसँग पनि मिटिङ गरिसकेको छ र अब एनपिएलको डेट छिटै नै आउन सक्ने सम्भावना छ। अरू पनि क्रिकेट रिलेटेड भिडियोजको लागि हामीसँग जोडिनु होला। हजुरले एनपिएलमा कुन टिमलाई सपोर्ट गर्नुहुन्छ त कमेन्टमा भन्नु होला है त। हेरौँ कुन टिमको फ्यान धेरै हुनुहुँदो रहेछ।